हेलो साथीहरू नमस्ते। आज चाहिँ तपाईको साथमा फेरि पनि अर्को नयाँ भिडियोको साथमा उपस्थित छु। आजको तरकारी हो यो है। यो चाहिँ आजको तरकारी। अब हाम्रोतिर चाहिँ डौँडे भन्ने चलन छ। तपाईकोतिर के भन्नुहुन्छ कमेन्ट गर्दै गर्नु होला। अनि तरकारीहरूको अभाव थियो। यसो बर्खा लागेको हुनाले कहिलेकाहीँ यसो मिठो मिठो तरकारी पनि खान पाइन्छ क्या। अनि यो डौँडेलाई मैले केलाउँदै छु। आजको तरकारी चाहिँ स्पेशल हुनेवाला छ। म कसरी बनाउँछु त्यो पनि अन्तिमसम्म तपाईले भिडियो हेर्नुभयो भने थाहा पाउनुहुन्छ। अनि यो डौँडेलाई चाहिँ मैले केलाउँदैछु। अलिकति अब एकजना मात्रै छु क्या, त्यसले गर्दाखेरि अलिकति एक दुई छाक बनाउनु पर्यो नि त। बचाउँदैछु, अलिकति आलु मिलाएर बनाउने हो। अब थोरै मैले आलु पनि काट्छु। ल आलु पनि काटिसकेको छु। आलु र डौँडे अनि यसलाई पहिला पनि पखालेको, फेरि पनि मैले पानीमा केही बेर भिजाउँछु यसलाई। ओके। अनि लसुन प्याज खुर्सानीहरू टमाटरहरू पनि मैले तयार पारिसकेको छु। अब म पकाउने तयारीमा यति बेला मैले ज्वानो मेथी लसुन राखिसकेको छु। त्यस पछाडि सम्फू पनि राखेको है यसमा। अनि लगभग यो केही बेर अलिकति रातो हुन्जेलसम्म मैले यसलाई राख्छु। ओके, रातो भइसकेको छ। मैले ज्वाइँ पार्छु, तरकारी पकाउँछु क्या है। धेरै डढ्यो क्या हो है। अब मैले तरकारी राखिसकेको छु कराईमा। ओके, म यो राख्दैछु केही बेर। यसलाई मैले पकाउँछु यसलाई। अब यसमा आवश्यकता अनुसार नुन बेसार होइन। अब त्यस पछाडि जिराको पाउडरहरू बनाएको थिएँ मैले चाहिँ, त्यही राखेँ होइन। अब किनभने पिस्न समय छैन नि त मसँग। अनि यसरी राखेँ। अनि केही बेर चलाएँ। अनि फेरि यसलाई छोपिदिनु पर्ने हुन्छ। फेरि ल 5 मिनट जस्तो छोपेँ। फेरि यसलाई अलिकति राम्रोसँग तेलमा खरायो भने राम्रो हुन्छ नि त, मिठो हुन्छ नि त होइन। अनि फेरि यसमा अब टमाटर राख्छु केही बेर। अनि फेरि छोप्छु। अनि केही बेर छोपिसके पछाडि यसलाई चाहिँ मैले चलाएर केही बेर छोप्छु। यो त चलाउँदैछु अहिले। ओके, लगभग अनि चलाइसकेपछि मैले छोप्छु। अनि त्यस पछाडि चाहिँ पाक्छ क्या टमाटर पनि अलिकति। अब यसलाई पकाउनु पर्यो, फेरि अहिले पुरा पकाउनु पर्यो नि त होइन। अनि त्यसको लागि चाहिँ मैले थोरै पानी राख्छु। अब ल एकछिन पछाडि छोपिसकेपछि अब मैले यसमा यस्तो भइसकेपछि पानी राख्छु। ल यो पानी राखेँ। पानीसँगै यो केही बेर पकाउनु पर्ने हुन्छ क्या। अलिकति बस कस्तो हुन्छ आजको तरकारी चाहिँ मलाई पनि यस्तो इन्ट्रेस्ट लागिरहेको छ। अनि मिठो होला जस्तो आश गरिरहेको छु। ओके, पानी राखेर पनि मैले छोपिसकेँ। पाकिसकेको छ तरकारी। मैले यसो चेक गर्दैछु। पाकिसकेको छ आलु। यसलाई खुड्नुपर्छ केही बेर। अब मैले यसलाई केही 2-3 मिनट जस्तो खुडेर ओके तयार हुँदैछ। चलाउँदैछु। अब जुस तरकारी फाइनल चरणमा पुगेको छ, अन्तिम चरणमा पुगेको छ। तयार भइसकेको छ। अब तपाईँलाई आवश्यकता अनुसार अब यसमा सुप राखेर अलिकति राखेर खान पनि सक्नुहुन्छ। नभए चाहिँ अब यत्तिकै पनि अरू दाल बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ अलिकति सुप राख्ने यसमा होइन। ओके, लगभग तयार भइसकेको छ। थोरै सुप राख्नु पर्ला अनि हुन्छ लगभग। ओके, फाइनल भइसकेको छ। ओके, तपाईँलाई भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्दै गर्नु होला। अनि यस्तै भिडियोको लागि प्रतीक्षा